यो चाहिँ फेरि हाम्रो यताको सानै गन ओहो गनहरू यस्तै छ मादल आए त हेलो माछौ यो चाहिँ Yo fans me कि अब फ्रान्स अनि आज सिधै खोटाङ जिल्ला तेल बजार त भन्दिनँ खोटाङ जिल्ला खतम छ माछु त्यो मेरो गाउँ हो सक्नुहुन्छ तपाईँले यहाँको भ्यू यो चाहिँ मर्निङ भन्दा नि 11-12 बस्नु लागिसक्यो अनि अहिले चाहिँ अब कहाँको यात्रा हो भने अहिले म भन्छु अब माथि अनि दाइको घर जानुपर्ने हुन्छ त्यही हो खानासाना खाएर नुहाइसुहाइ गरेर अझै फ्रेसमेन्ट भएर पुरै रेडी भएर यताको बाटो जानेछु यस्तै हो अब गाउँघरको बाटो यस्तै छ के छैन ठिकै छ अहिले चाहिँ जस रेगुलरै झरिरहेछ भनौँ न ब्लक होइन त्यही हो अब चाहिँ दामी नै झर्छ गाउँघरको अब देखाउने हो जे छ त्यही देखाउने अर्ग्यानिक चिजहरू अर्ग्यानिक काँक्रा भयो जे छ त्यही देखाउने सो पुसाइ चाहिँ मेरो के गर्नु रहेछ बसेर के गर्नुभएको पुसाइ त्यो पुसे पढ्नु हुँदो रहेछ म त यसो माथि गैरी टोलतिर लाग्दिएको अनि दाइकोतिर गएर यस्तो घुम्दै बेलुका आउँछु अनि माथि जाउँ न गैरी त्यो पुसे हेर्नु पढ्नु हुँदो रहेछ सो यस्तै छ गाउँघर चाहिँ अर्ग्यानिक चिजहरूले भरेको चाहिँ फेरि अलैँची गर्ने ठाउँमै फेरि भट्टी लाउने ठाउँमा अलैँची के गर्छ सो त्यति नलेज पनि थाहा भएन मलाई भट्टी लाउँछ भन्ने चाहिँ थाहा छ यहाँ अलैँची अनि रोड भइहाल्यो गाडीहरू चाहिँ छैन यहाँ रोड त छ नि के गर्नु होइन रोड त नभएको होइन रोड त छ तर गाडीहरू चाहिँ अलिकति छैन नि भनौँ रोड भएर पनि के गर्नु गाडी नै नहिँडेपछि अब त्यो बाइकहरू त अब आफ्नो हिँडायो भने मात्रै छैन पनि भन्दिनँ बाटो चाहिँ यस्तै छ अब कालीतिर लाग्नुपर्ने हुन्छ यस्तो चाहिँ हाम्रो गाउँघर चाहिँ शान्त अहिले त कोही छैन कि विरक्त लाग्दछ गाउँघर पनि कोही नभएर होला कि अब आउने भनेको चाहिँ यो दसैँ तिहारको चाडपर्व यताउति होइन त्यतिखेर चाहिँ हुने हो क्या भरिने भनेको त्यतिखेर चाहिँ हो भरिने भनेको चाहिँ खालि कोही छैन विरक्त लाग्दो ठाउँ चाहिँ यस्तो बाटोहरू छ म रोड जान्थेँ तर नगएको यता बाटो गएको त्यही हो जुस गर्नुपर्छ अरे नमस्ते मामा यता चाहिँ फेरि हाम्रो मामा हुँदो रहेछ के गर्दै हुन्छ हौ कता छ बाटो पनि यता रहेछ यस्तै छ लु बाटो चाहिँ गाउँघरको म अनि दाइलाई लिन जान आँटेको अल्छी गर्छ बुढो अनि गैरीबाट यताबाट जान्थेँ कि फेरि यताबाट अलिक झ्याउ लागेर यता घुम्दै गएर यताबाट जाउँ भनेर आएको नि हुन्छ म अहिले आउँछु नि त अनि दाइले लिएर म चाहिँ गैरी टोलमा छिरिसकेँ जय मासी फुपा जय मासी हिजो अस्ति आएँ नि म अनि दाइसँग अनि यो फुपा मुल्किम्पा फुपा पनि आयो अनि त्यो पनि आएछ देख्नुभयो देखेको ए अनि के गर्दै हुन्छ अनि राम्रै छैन बसी ओहो सन्चै छ होला पुरै सन्चै नि यता त अनि यता चाहिँ के छ हौ हालखबर ल है ल सन्चै हुनुपर्छ है ल आइएम कमिङ वेट ल फुपा लाग्यो है भेट्दै गरौँ न यस्तै छ गाउँघर जस रमाइलो छ भनौँ न रमाइलो मान्छे नै चाहिँदैन रमाइलो मान्छे रमाइलो हुनु पर्यो त्यही केटा मान्छे रमाइलो हुनु पर्यो किन चाहियो रमाइलो फेरि बुढोले के भन्दैछ है हेलो नमस्कार हजुर आराम हजुर आराम भन्नु ल पर्जलले हान्थ्यो त हेलो के छ हालखबर लु भनिदिउँ दुई शब्द यता मेरो हल्काबर भनेको गाउँघरको कुरो यस्तै हो एउटा कुरो के छ भने पर्जलज्यू आइपुग्नु भएछ तपाईले एक नम्बरमा त तपाईले छ त्यो चाहिँ है फेरि है तेरि यतिको स्वागत हान्ने मान्छे चाहिँ मैले फेरि अहिले भेटेको थिइनँ कुरा स्वागतको साथसाथै गाउँघर के हो त्यो म बुझाउँदैछु गाउँघर के हो सहर के हो
गाउँघरमा बस्ने फाइदा सहरमा बस्ने फाइदा के हो त्यो बुझ्नु पर्यो होइन त्यो बुझ्नु पर्यो नि त अनि त्यो भन्दा नि पटलज्यूलाई नि हजुर आउनुभयो त वेलकम छ हामीलाई के भन्नुहुन्छ हजुर तपाईँलाई चाहिँ म फुपा भन्छु जस्तो लाग्यो फुपा भने नातिज्यू अनि के समसामयिक रूपमा के सोध्नु के भन्नु छ भने के अथवा ज्ञान अर्ध ज्ञान अथवा यस्तो कुरो के सोध्नुमा चाहिँ भन्नुहोस् न हजुर म गाउँघरको बारेमा आइपुग्नु भयो त्यो सन्दर्भमा जानेसम्म चाहिँ होइन बताइदिनु मेन भनेको चाहिँ के जान्नु चाहन्छु भने अहिलेको यो छ नि यो एक घर एक धारा त्यसको चाहिँ विषयमा चाहिँ केही दुई शब्द जाओस् न भन्ने हो मेरो विचारमा चाहिँ एक घर एक धारा भन्नुको एउटा अर्थमा के हुन्छ भने विकासको माहौलहरू हेर्नु पर्दा यो भन्दा जो जे थिए जो जसले होइन हरेक एउटा सन्दर्भहरू उठाए त्यो अर्थमा एक घर एक धारामा चाहिँ कसले होइन एक घर एक धारा पाउने कसले नपाउने भन्ने एउटा विभिन्न प्रसङ्ग अथवा खर्च पनि नबेहोरी नै धारा राख्ने एउटा सन्दर्भ धारा भन्ने नियम होइन है त्यो त होइन नि चुइने धारा भयो त्यो खाने पानी धारा सम्बन्धी सोध्नु भएको त्यसरी त हुँदैन मैले जे पाउनु पर्छ एक घर एक धारा कम मेरो धारामा अथवा मेरो पाइपमा अथवा होइन मेरो आँगन भनौँ न मेरो आँगनमा जति चुइन्छ त्यति पानी जोसुकैले हुनुपर्छ उपभोक्ताज्यूहरूले पुरै हेर्ने त्यसो उपभोक्ताज्यू किनभने मैले सम्मान गर्नुपर्छ मेरो घर धारा अथवा तिम्रो घरमा सानो ठुलो अथवा यसरी एउटा चाहिँ मोटिभेसन गरेर यसरी चाहिँ यो अब के गर्नु केटा यस्तै छ है फेरि घरमा चाहिँ हल्का यस्तो टुच्चु हानेपछि चाहिँ फेरि जोस भन्ने चिज चाहिँ फेरि है 10वटा हात्ती ढालिदिने खालको हुन्छ है जोस चाहिँ फेरि यस्तो टुच्चु हानेपछि चाहिँ नि हात्तीहरू त प्याक्लाक ढालिन्छ र त्यही हो अरू कुरा होइन बुढोले हल्का दिइहाल्यो के छैन ठिकै हो यो भन्नु पनि सो त्यही हो म चाहिँ आइसकेको छु माथितिर गहिरी टोल भन्छ यसलाई चाहिँ सो त्यही हो अहिले अनिताको घर पुगेपछि फेरि भेटौँला लाएर म चाहिँ आइसकेँ अनिताको घर फेरि ल त्यही के गर्दै हुन्छ हजुर खै अब अनिताले हिँड्नु सक्दैन मलाई बोलाउँछ खै हो अनिता हेलो बाजे अच्छा तल घरबाट हौ के हो अनि सुत्दै राजा जतिकै छ त अनि ए नमस्ते के पो भन्नु हो दिमा ए लाग्यो ए दाजुभाइ चाहिँ तलतिर यहाँको वेदर चाहिँ फेरि एकैछिनमा मुड स्विङ भएको जस्तै चेन्ज भइदिइरहेछ तर ठिकै छ राम्रो हो वेदर राम्रो छ यतिको राम्रो मान्छु फेरि बाटो चाहिँ अलिकति हिलो रहेछ फेरि मैले यता सक्स लगाइरहेको छु जोगिएर हिँड्नुपर्छ राम्रो बाटो त सबले हिँड भन्छ नि बाटो नराम्रो भएपछि घन्टाको राम्रो बाटो हिँड्नु त्यही हो कुरा चाहिँ स्ट्रेट अप तर पानी पऱ्यो लेट्स मुभ मौसम यस्तै छ पानी पऱ्यो हामी चाहिँ यहाँ बस्नु पर्ने हुन्छ पानी पऱ्यो ल यो त एप्पल भयो त ल हामी चाहिँ यहाँ मुमाको घरमा छौँ यहाँ चाहिँ म्युजियम टाइपको छ क्या फेरि ओल्ड एकदम पुरानो सामानहरू जे पनि छ हाम्रो मुमा यता प्यारी मुमा तपाईँको प्यारी मुमा यो चाहिँ त्यो दहीहरू यताउति अनि यो चाहिँ हाम्रो धामीको डाङ हान्ने अनि यो चाहिँ किरातको फेरि किरात गन ओहो गनहरू यस्तै छ मादल हल्लो यस्तै छ हाम्रो यो चाहिँ संस्कृति यो चाहिँ बचाएर राख्नु भएको छ मुमाहरूले यस्तो चिजहरू चाहिँ हुक्का यो चाहिँ पुरानो जमानाको त्यस पहिला हुक्का सुक्का चाहिँ खाइन्थ्यो देउटाहरू पुरानो चिजहरू यस्तो जोगाएर राख्नुपर्छ यस्तो होइन यो यता चाहिँ मुमा साकेला कहाँ हुन्छ मामतिममा गनहरू के हो बाँसुरी
आएर म चाहिँ लाग्यो केटा हो त्यही हो पुरानो एन्टिक पिसहरू चाहिँ दाइको घर चाहिँ यो पनि है फेरि यो पनि है फेरि भाइ द वे भन्नै पऱ्यो भने यहाँको मौसम चाहिँ दामी लभली कसम पानी मात्रै परेर हो नत्र दामी कसम हिजो हामीले यो बाटो बनाएको देखाइदिन त हिजो हामीले यो बाटो बनाएको त्यो बाटो भन्दा नि यहाँ पाइप निकालेर लगेको हामीले हिजो यही बाटोबाट श्रमदान गरेको भन्न गोरु श्रमदान नै हो भनौँ न के गर्नु हर्का साम्बाको घर पनि देखाइदिउँ न होइन यहाँ हर्का साम्बाको घर चाहिँ फेरि यहाँदेखि पल्लोपट्टि नै हो भन्नै पऱ्यो भने यो चाहिँ हामीले नै बनाएको श्रम हानेको ल केटा यताको वेदर चाहिँ फेरि यस्तै छ सिनसिनमा चेन्ज बरु यतिको मेरो गर्लफ्रेन्ड पनि होइन मुड स्विङ हुँदैन होला जति यो वेदरको छ खोटाङ जिल्ला दिक्तेल बजार यहाँ मोडे दाइले चाहिँ माछा मार्नु जाउँ भन्दैछ सो के हुन्छ होला त अब माछा मर्छ मर्दैन फिक्स मर्छ के हुन्छ फिक्स काम हो त खोइ जुम्छ भन्छ अब हाम्रो मामा अब डटफट हुँदैछ टक्कसँगले बल्छी गाह्रो छ त हौ माछा खानु त खोलाको नाम ढुङ्ग्री खोला ढुङ्ग्री खोलाको माछा अब खाँदा कस्तो हुन्छ होला यो जिउले सो त्यही हो अब टक्कसँगले अब लाग्नु पर्ने हुन्छ मौसम भन्ने चिज चाहिँ फेरि यस्तै है फेरि वेदर भन्ने चिज चाहिँ बरु उसको मुड यतिको स्विङ हुँदैन हाम्रो यता मौसम चाहिँ फेरि यतिको चाहिँ चेन्ज भएकै गर्छ पोखिनुहुन्छ है मम्मी ल गडा ल सत्य कति बेला फर्किने लेट्स गो ग्याङ झर्नै सडे ल आए फेरि यस्तै छ गडिन्छ ल फेरि कसम भनेको हिमालको पानी हो नि फेरि कसम भनेको हिमालको पानी यस्तो चिसो छ नि माछा यस्तो चिसो छ नि मेरो खुट्टा मात्रै आइस हुनु बाँकी छ क्या कसम भनेको यस्तो चिसो छ नि यो आइसको पानी हो क्या हिमालको जमेको कति चाहिँ लाइन्छ होला त माछा चाहिँ कति चाहिँ लाइन्छ हो त त्यो हो क्या यहाँ चाहिँ फेरि यस्तो छ पानीहरू यताउति गर्ने होइन अब धारा बन्दैछ एक धारा एक घर सो त्यही हो अब यो चाहिँ फेरि हाम्रो यताको सानै खोलाको बगरमा खेलटट्टा नगरन खोला जस्तै बगी बेला कसम भनेको यस्तो चिसो भयो नि पानी मरिन्छ त यो पानीले त फेरि सिस्नु खोलाको पानी सानो चिसो छ भने कसम भनेको सानो फेरि यस्तो हावा चलिरहेको छ नि चिसो मेरो आवाज पनि मजाले आएको छैन जस्तो लाग्यो कि मलाई भन्नै पऱ्यो भने ओइ मेरो कपाल उडाउँछ होला हेर दाइ ओ कपाल उडाउँछ कमाल छ दार यो पनि कस्तो हिमालकै पानी अरे नि त छोरा नाम न त्यो हल्का टच हान्छ कस्तो चाहियो हिमालको पानी हो नि त नि चिसो सानो चिसो होइन यहाँ पनि भालुहरू पाउँछ त्यो आइसमा बस्ने क्या तर तपाईँहरू चाहिँ घुम्न आउँदाखेरि चाहिँ यसो मलाई कन्ट्याक्टमा बसेर म देखाउँछु क्या यहाँको सुन्दरताहरू यहाँदेखि अलिकति भन्दा नि धेरै माथि छ होइन यहाँदेखि माथि एउटा हिमाल छ त्यो हिमालको नाम मलाई थाहा भएन होइन त्यो हिमालको नाम थाहा भएन तर यहाँदेखि यो झर्नादेखि माथि हिमाल छ एउटा त्यो हिमालको नाम चाहिँ थाहा भएन एक्ज्याक्टली फोटो चाहिँ खिच्नु पर्ने चाहिँ यहाँ थम्मेलको लागि अब यसो माछा पकडे जस्तो गरेर क्या कस्तो पौडी खेल्नु जाउँ ल बिस्तारै ल हाम फाले त सक्छौ ताली भाइको लागि
ल ल ल ल ल ओइ ओइ आन त ओइ ल ओइ आम्मा सानो चिज छैन यार केटा हो ल आन त सकिँदैन हौ हामी त बाइक जाऊ न तिमी पनि सकिँदैन मा केटा हो के हो यो तेरी केटा हो हाम्रो त गाँड हातमा आउँछ यार यति यहाँ पानीले त यहाँनिर हातमा आइसक्यो सानो चिज छैन त्यही पनि हिमालको पानी क्या मा केटा हो भन्नै पर्यो भने कसम भनेको मान्नै पर्ने हुन्छ केटाहरूलाई चाहिँ फेरि अम्म बडी फ्ल्याक्स अरे बडी फ्ल्याक्स कसम कसम केटा हो कसम नढाँटी भनेको यस्तो चिज छ नि मासला यस्तो छ नि कसम नढाँटी भन्नु पऱ्यो भने यस्तो चिज छ नि भाइले होइन मा कसम भने खेल्दैछौ बुझी के हो मान्नै पर्ने हुन्छ क्या फेरि ल सकिँदैन नेभर नेभर ल रेडी हुँदैछ आमा पुच्ची अरे ल ल केटा आइज आइज है खेल्नु 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 ओइ हान्ने ओइ केटा हो मासला जाडो भएर मर्नु लागिसक्यो म यहाँ पौडी खेल्दैछ मुनि केटाहरू माछा चाहिँ होइन के चाहिँ पर्छ जस्तो छ आज एउटा 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 माछा पौडिने हाम्रो लागि ठुलो कुरा है फेरि अब भन्नै पर्यो भने माछा होइन म त जाडो लागेर साइड हटिदिएको म चाहिँ त्यही हो पर 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 मत्ती मैले के भन्दै थिएँ मैले के भन्दै थिएँ एउटै पर्नु हाम्रो लागि ठुलो कुरा हो एउटै पर्नु ठुलो कुरा हो ठुलो कुरा हो ठुलो कुरा हो भाइ ठुलो कुरा हो एउटै पर्नु ठुलो कुरा हो हेलो माछा यो चाहिँ कुन माछा चाहिँ असला माछा अस्सला सक्यो छैन होला हौ सक्यो छैन हौ यता थियो एउटा यार यहाँ हो क्या हो आयो त